So guys, अहिले चाहिँ उठेर ब्रस गरियो है 5 बजिरहेको छ र सबैजनाको इन्तजारमा अब 5 पोखरी गाइस हामी चाहिँ अब भेला भइसक्यो है 5 पोखरीको लागि बिहान what's the condition man the condition ready भइसक्यो बाइ बाइ धन्यवाद है सबैजना रेडी हो थ्याङ्क यू प्रणित काकालाई कुर्दै यो ट्याक्सीमा सबै हाम्रो ब्यागहरू चाहिँ लोड हानिसक्यो हामीले अब यहाँबाट निस्किने है ट्याक्सीबाट अब हामी चाहिँ जाँदैछौँ टक्क लाएर प्रणित काका चाहिँ अहिलेसम्म आएको छैन लास्ट ढिलो गर्ने त्यही भने कति के छ ढिलो चाहिँ ल रेडी सबैजना रेडी है We come past पोखरी है ल फ्रन्ट काका नि फाइनली आइपुग्यो है Hello guys, let's go to our trek. कतारे ट्रेक 5 पोखरी गाइस यो ग्रीन वाला संयोग दाइ ब्लू वाला म येलो वाला प्रणित काका हैन पर्पल वाला सुयोग दाइ अनि ऑरेंज वाला श्रेयस गाइस हामी चाहिँ ब्यागको साथमा बस स्टप पुगिसक्यो हैन अब टक्क कन्फर्म गरेर आउँदैछ हाम्रो बसको टिकट्सहरू त्यसपछि हामी निस्किन्छौँ सुयोग दाइ र समेक दाइ जाँदै हुन्छ यो चाहिँ हामी ट्याक्सी आएको सो अब चाहिँ हाम्रो चिया आइसकेको छ अनि यहाँ समेक दाइ सुनिन्छौँ कुरा गर्दै हुनुहुन्छ अहिले दको चिया पनि आउँदै मलाई सुयोग दाइ पुरै फिल्समा 5 बजीको फिल्समा हो टक्क ल्याएर बिस्कुट चिया गाइस अब चाहिँ हामी बसमा चढेँ चढेँ केटा टक्क लाएर लास्ट सिटमा छौँ अब निस्किन्छ बस गाइस हिँड्यो बस चाहिँ फाइनली हिँड्यो टक्क यहाँ फग भइसक्यो लास्ट सिटमा स्ट्रगल है रियल स्ट्रगल दिक्क मान्नु पर्दैन नि स्ट्रगल त बाँकी नै छ हामी चाहिँ अब टक्क खाजा खान रोकेको है बसबाट अब कहाँनिर खाने हो यस्तो हेरेर आएको छ ठाउँहरू जस एकदमै फग छ कोहरा भाइ कस्तो थियो त बसको यात्रा नेभर अगेन ठिक छ टक्क हामी खाने ठाउँमा पुगेको छौँ यस्तो यहाँ पानी चाहिँ हल्का परिरहेको छ होइन हामी चाहिँ खाना लाग्यो भेज खाना हाम्रो भेज खाना सेट आयो यहाँ दाइहरूको चाहिँ तरकारी है मेलम्ची माछा दाइ हामी मेलम्चीको बाटो अझै सुरिलो गीतहरू बजाउन थाल्यो है नारायणको पाल बज्यो मेरो अमर रहोस् यो प्रीत हाम्रो अन्दाइ लास्ट सिट पुरै कब्जा हो अब गर्छौँ कब्जा अनि आउँछ मजा ल मिस्टर डेड अहिले हामी चाहिँ अपडेट हानेर यहाँ अगाडि सरिसकेको छौँ होइन पछाडि चेतेर अगाडि आएको छौँ प्रणित काका अब हाम्रो बसको यात्रा सक्यो अब ट्रेकिङ सुरु गर्ने भयो अझ 10 मिनट छिटो भयो ल है त हाम्रो चट्टा लाएर ब्यागस्याग बोकेर सो गाइस हामी चाहिँ छिम्टी पुग्यो एकदमै स्ट्रगल गरेर होइन छिम्टी पुग्यो तर अब चाहिँ परिरहेकै छ तर पनि हामी चाहिँ अब निस्किनु पर्छ आज हिँडेन भने भोलि धेरै हिँड्नुपर्छ है सो सेफली बिस्तारै जानुपर्छ
आज हामी हाइक नगर्ने भयो है आजको लागि क्यान्सल अब भोलि हामी चाहिँ एक्स्ट्रा स्ट्रगल गर्नुपर्छ 9 घण्टा आज रिस्क नलिउँ है अब टक्क लाएर भोलि हिँडिन्छ आज त यतै बसिन्छ है सो गाइज अब चाहिँ टक्क हामी बसिरहेको चिया खान आज यहीँ बस्नु भयो नि त त्यही भएर अहिले चिया चिया खाएर टक्क लाएर होइन पानी चाहिँ राखेको छ आज त डिनर गर्ने त्यसपछि भोलि बिहान 6 बजीतिरै निस्किने चाहिँ अब सक्यो होइन टक्क वाइफाई लिँदैछ टक्क लाएर मैले के कुरा थाहा पाएँ भन्नु भन्नु न एक दिनमा 5 पोखरी पुग्छ अरे भने यहाँबाट बिहानै हिँड्यो भने होइन प्रब्लली एक दिनमा पुगेर मान्छे फर्किनु पनि गर्छ अरे त्यस्तो अब त्यस्तो भयो भने हामी चाहिँ अब सायद त्यस्तो त हिँड्दैन होला होइन होइन मेरो चाहिँ अब हामी चाहिँ के गर्छौँ भने होइन हामी नर्स्याङमा दिदीको हाम्रो यहीँको दिदीको होटेल रहेछ यहीँबाट बुक गरेर हामी सिधै नर्स्याङ पुग्दिने भोलि हुन्छ भोलि नर्स्याङ पुगेर अनि त्यसपछि त्यहीँ बसेर अनि 1 नाइट बसेर भोलि बिहानसम्म चाहिँ 5 पोखरी पुगेर फर्किन नि भ्याउँछ भन्छ दिदीले अब हेरौँ न के हुँदो रहेछ क्रेजी हुन्छ यति स्टिकरहरू चाहिँ यति धेरै मान्छेहरू आएको रहेछ है सो गाइस यहाँबाट भ्यू चाहिँ यस्तो रहेको छ है हामी चाहिँ नहिँडिकन बसेको त्यहाँ चाहिँ हामी बादल माथि नै छौँ अलमोस्ट पगै फग्छ सबै ठाउँमा पुरै वेदर त यस्तै हो तर भोलि त हिँड्ने हो सो गाइस अब चाहिँ हामी एक निन्द्र सुती भ्यायो होइन सुती भ्यायो उठ्यो यहाँ सानो बाच्चाले चाहिँ हामीलाई मल्टिप्लग पठाउनु भएको थियो अब त्यो मल्टिप्लगको एकदमै उपयोग हुनेवाला छ किनभने पोर्ट छ तर बत्ती अब एकछिन मात्रै आउँछ भन्दै जेनेरेटर चलाएर आयो पनि जेनेरेटर चलाएको हो 1 घन्टा मात्रै बत्ती आउँछ गाइस चार्ज गरिहालौँ अब चाहिँ हामी भात खान आएको है चट्टो लाएर अब भात सात खाइन्छ भोलि बिहान छिट्टो जानुपर्छ त्यही भएर भात पनि आयो है भात पनि आयो हामी चाहिँ यहाँ अब भात सात खाएर बसिरहेको छ टक्क पेट फुल मिठो खायो यहाँ चाहिँ एकदमै हुस्सु लागेको छ है पुरै हुस्सु छ ओए ठन्डर हामीले चाहिँ स्टिक किनेको छौँ स्टिक देखा त भाइ यो एउटा स्टिक किनेछौँ अनि यो अर्को स्टिक चाहिँ तेल लगाएर समेट्दा अहिले मस्त होइन सेकेन्ड ह्यान्डमा किनियो भनौँ न 2टा स्टिक 450 र 500 रुपियाँ तिरेर जब चाहिँ हामी उनो गर्न लाग्यो है बेलुका उनै मानौँ न उनो हाल्ने अनि सुत्ने भोलि बिहान चाहिँ छिट्टो निस्किनु पर्ने छ excited for that hey guys 9 बजिसकेको छ हामी उनो खेल्दैछौँ भोलि बिहान चाहिँ उठ्नुपर्छ एकदमै छिटो लायो मेरो पन्जा सो गाइस अब चाहिँ हामी सुत्न रेडी भएको है डे 1 को एन्ड हुन लागेको छ अहिले भोलि बिहानै उठेर रेडी गरिरहेको हो हामी चाहिँ होइन भोलि बिहान उठ्ने चल्ने मुख धएर त्यति हो ब्रेकफास्ट पनि आधी घन्टा चढेर शिवक दाइको आउटफिटै भोलिको ल सो गाइस बिहान उठ्ने प्लान थियो बट बिहान एकदमै पानी पर्यो सो क्यान्सल भयो अहिले चाहिँ 6 बजिसकेको छ अझै नि हल्का फुल्का पानी परिरहेको छ सबैजना सुतिरहेछ त्यहाँ समीर दाइ सुतिरहेछ श्रेयन्स पनि बल्ल उठ्यो सबैजना सुति नै उठ्यो भनौँ न अब चाहिँ हेरौँ के हुँदो रहेछ सो गाइस अब देखाउँछु केही कुरा हामी बादलमाथि समीरको लागि पनि ब्रस गर्न कुर्दैछ पानी चाहिँ रोक्यो एकदमै हुस्सु लागिरहेछ अहिले केही त्यस्तो देखिरहेछ राम्रोसित होइन सो हेरौँ हाम्रो केटाहरू के गरिरहेछ रुममा यो गाइस रेडी हो ल ठिक छ ल पानी चाहिँ रोकेको छ है अलिअलि परेर के हुन्न अलिअलि रोक्छ हामीलाई होइन अब प्याकिङ स्याकिङ गरेर लाएर चिया एक हानेर चल्दिने
चिया होइन कफी भन्नुपर्ने क्या दाइ जुगाबाट बस्नको लागि यसरी प्लास्टिक बेरेर त्यसमाथि जुत्ता लाएर गरेको छौँ है जुगा हजुर सबैजना रेडी फर ट्रेक है अब माथि तुप्पी डाँडा अनि देउराली पुग्नु छ सो यसमाथि अब रेनकोट लाउँछु म ब्याग बोकेर अनि टक्क जान्छु गाइज दिस इज अस बिफोर द ट्रेक है सबैजना स्टार्टिङ हुन लागेको छ हाम्रो ट्रेक चाहिँ अफिसियली इट हेज बिगन है सबैजना हिँड्न थाल्यो हुसै हुसु छ छाता बोकेर हिँड्न थाल्छयो यहाँ म चाहिँ लट्ठी सट्ठी बोकेर टक्क लाएर हिँड्दैछु ल अब म अपडेट्स दिँदै गर्छु बिचमा ए हामी चाहिँ अब यहाँतिर हिँड्न लाग्यो है अब रियल ट्रेक बिगिन्स लेट्स गो गाइस लेट्स गो सम्यक दाइको जुत्ताको द्याट सिट भइसकेको छ सोल वोल निस्किसकेको छ अब हामी फेरि जुत्ता अर्को पाउँछु कि भनेर ब्याक टु हेयर स्टार्टेड जानु लागेको छौँ होइन त्यहाँ चाहिँ अर्को जुत्ता सुत्ताहरू राखेको देखेको थियौँ क्या म सम्यक दाइको जुत्ता देखाउँछु छोड के हो जुत्ताले त गर्छ त जुत्ताको हालत है त्यही भएर एकचोटि गोल्ड स्टार लगाएपछि अर्को पल्ट आउँदा सिलाउनु पर्छ निस्किएको नि पठाउँछ है पठाउमा जाने हामी अब चाहिँ हामी जुत्तामा फेभिक्विक हानेर अनि टक्क फेरि हालेर डोरीले बाँधेर जुगाड गरेर 5 बोकेर यो बेस अलिकति ठुलै रहेछ है गोल्ड स्टारको चाहिँ होइन नट स्पोन्सर्ड अलिकति जुगाडे गाइस लाइटरले बालेर तास्न खोजिरहेको यो चाहिँ हाम्रो सेकेन्ड ट्राई अब चाहिँ माथि पुग्नुपर्छ एकैचोटि हाम्रो हिँड्न सुरु भइसकेको छ है फेरि अघिको बाटोसम्म अब यहाँ पछाडि सेवकदार समेत आउँदैछ अब एकदमै फगै फग छ चारैतर्फ तर रमाइलो छ सुनाउनु भयो अरे भर्खर माथि हिउँ परिरहेको छ अरे ब्याक टु देउरालीदेखि तपाईँको 5 पोखरीसम्म पुरा हिउँ नै हिउँ छ डाउन द ट्रेकर्स ब्याक देन भनेपछि अब हिउँ पऱ्यो भने चाहिँ जुत्तामाथि मोजा लाएर हिँड्नुपर्छ हामी हिउँमा चाहिँ चिप्लिन्छ नि त मोजा लाएर हिँड्नु भन्दा पनि अब कतिको डिप छ भन्ने कुरा हो हिउँ त्यस्तो डिप त नहोला माथिबाट अलिअलि अब चाहिँ हाम्रो फर्स्ट रियल झरनामा पुगेको छौँ हामी अब चाहिँ हामी यस्तो ब्रिज कट्नेवाला छौँ है चट्ट लाएर एकदमै हुसु छ चिप्लो छ है केटा हो सो गाइस हामी चाहिँ अब यस्तो ब्रिज हुँदै गइरहेको छौँ होइन यहाँ झरना अनि म चाहिँ हिँड्दैछु डर पनि लागिरहेको छ किनभने हली पनि रहेको छ तर अब एकदम रमाइलो छ जे होस् ओ माई लर्ड केटा हो हिँडौँ Oh shit! एकदम बवाल छ यो चाहिँ ब्रिज कटिसकेको अवस्था छ कस्तो थियो त एक्सपिरियन्स स्केरी त है किनभने यस्तो पुल हामी तरेर आएको यहाँ तल यत्रो नदी बगिरहेको छ ल अब लेट अस बिगिन अब चाहिँ हाम्रो भर्याङको बाटो आइसकेको छ भर्याङ हुँदै गइरहेको छौँ हामी अलराइट हिँड्दैछौँ एकदम पसिना भएको अवस्था छ धेरै लुगा लाएर पनि होला सायद लुगा लाइन भने जाडो छ फेरि यस्तो ठाउँ छ त्यहाँ सम्यक आउँदैछ फ्रेन्ड काका सम्यक आएको पछाडि छ गाइस भर्याङ छ है हामीले 1000वटा जति भर्याङ चढेर आइसक्यो तर नि अब चाहिँ काम लागेन
एकदमै गर्मी भयो पुरा 2025 मेरो बाफ आइरहेछ कि हेर्नु हामीले अब जीवन जल पानी नभएर कसरी खाइरहेछ देखाइदिउँ त दाइ टक्क हालेर ल चार्ज भयो है इलेक्ट्रोलाइट बडीमा छिर्यो पानी ल्याउने बुद्धि पुगेन ल्याएको थियो झरे हो क्या खास कहाँ समेत दाइ ल्याएको होइन ल्यायो देउराली पुग्यो दाइहरू पनि देउराली पुगे है फाइनली देउराली पाखा भिरालु कसरी बिर्सौँला जेबिएल बजाइदिउँ घाम लाग्यो है पानी पर्न रोक्यो है घाम लाग्यो घामलाई देखेर फर्स्ट टाइम यस्तो खुसी लागिरहेछ मलाई जाने मान्छे भएन है कार्डियो गर्नु पर्यो कार्डियो गर्नु पर्यो कार्डियो ओए साँच्चीकै घाम लाग्यो यार टिन्टिनै घाम लाग्यो अब चाहिँ जीवन जल भिजाइसक्यो अलिअलि चुस्की चुस्की हान्दै पछि चाहिँ एकचोटि लिकेजहरु चेक गरेर मात्रै यसरी बसिरहेछ नि त त्यो जिउ भित्र पस्न सक्छ भाइ लेट्स गो अब चाहिँ टिन्टिनै घाम लाग्यो है टिन्टिनै घाम लागेको अवस्था छ ल समेक दाइले बोलेर है समेक दाइले हिजो घाम लाग्छ भनेको थियो लाग्यो 1.4 भन्दा धेरै ल अब चाहिँ देउरालीबाट चल्दै हामी अर्को 1-2 किलोमिटर मस्त हो अनि हामी पुग्छौँ तुप्पी डाँडा गाइस 5 पोखरी यु क्यान डु इट भनेर यता बाटो छ आउँदैछ सबै गाइस अब चाहिँ 5 पोखरी जाने बाटो यता है गाइस यता यताबाट चाहिँ दुफाङ पुग्छ दुपखाङ यताबाट 5 पोखरी डस्टबिन सस्बिन रहेछ हालिरहेको ठिकै छ राम्रो छ आकाश चाहिँ क्लियर हुँदै आइरहेछ जुत्ता चाहिँ टप भइसक्यो प्रियङ्का आउँदैछ त्यहाँबाट अब हामीले यो ठाडो उकालो चढ्नुपर्छ हल्का यो चाहिँ अलि ठाडै छ है आकाश चाहिँ क्लियर हुँदैछ जोस् crazy man guys हामी पुग्नुपर्ने डाँडा चाहिँ वहीँ हो जस्तो लाग्छ त्यो टुप्पी टुप्पी जस्तो देखिरह नि त टुप्पी डाँडा होला नि त सो अलिअलि घरहरू भएको ठाउँमा चाहिँ पुग्यौँ हेरौँ के रहेछ यो सो गाइस यहाँबाट पानी झरेर यहाँबाट पानी झरेर यहाँसम्म पुगेर दाइहरू चाहिँ हिँड्दै आउँदैछ सर्ट लगाएर राम्रो छ अहिले त भ्यू घाम पनि खुला नि आकाश भइसक्यो गाइस हामी चाहिँ लाङटाङ नेसनल पार्क पुगेको छौँ यहाँ चाहिँ टिकट काट भनेर राखिरहेको छ सो टिकट काट्न गएको छु सुयोग दाइहरू देखाउनु त अर्को जुत्ता नि द्याट सिट भयो देखाउँ देखाउँ चिपिक्क छ जुत्ता यस्तो हुनुपर्ने ठाउँमा यस्तो पानी कसो छ तिमीसँग श्रेयनसँग छ टिकट हो क्या दाइ त्यहाँ यहाँबाटै जाने हो गाइजमा चाहिँ टिकट लिइसकेको अवस्था छ यता लाङटाङ नेसनल पार्कबाट खै देखाउँ टिकट 5 वटा टिकट 600 रुपियाँ हो हामी यहाँ एउटा फोटो हानौँ त्यो भए चल्ने माथि सबजना उठ्यो होइन वेदर यस्तै पानी पर्ने सबजना फेरि सुत्थ्यो कि हरेकजना चाहिँ सबजना यहाँबाट पानी पिएको भर्खर टक्क ल्याएर मिठो अनि मात्रै के भन्छ त्यो भने सबजना उठ्यो पानी बन्द भयो भनेर जसले भने चाहिँ त्यतिखेर दाइ एकसिप हानौँ टाइगर म्याक्स छोटो पाएन भएको मलाई 1 घन्टाको अब चाहिँ एकदम टिन घाम लागेको अवस्था हो आकाश चाहिँ खुल्लै भइसक्यो त्यहाँ आउँदैछ प्रणिकाका समेक दाइ होइन गाइस
हिँड्दा हामीले त्यहाँ अगाडि के देख्यो च्याङ्रा भने के भने हिँड्दैछौँ यहाँ पछाडिबाट आउँदैछ प्रज्ञा सगतै के अरे समेक्दै श्रेयन्स हिँड्दैछौँ गाह्रो चाहिँ छ यार तर रमाइलो भइरहेछ त्यो जनावर चाहिँ कडा हिँड्यो है भर्खर पुरै भर्याङ हिँड्दैछौँ गाइस अब चाहिँ हामी खिच्यो कहाँबाट गएको हाम्रो लागि चाहिँ वाटर क्रसिङ बनाइदिएको छ पहिल्यै मान्छेहरूले त्यो ब्रो त त्यो दोस्त त पानीबाटै हिँडेर गयो जे हाम्रो चाहिँ यता ब्रिज छ टक्कै यहाँ ड्राइभर यताबाट कति माथि छ टुपी डाँडा कति माथि 45 मिनट 45 मिनटमा टुपी डाँडा अरे त है घाम चाहिँ वेदर त ओ माई लर्ड यस्तो मिठो वेदर गाइस म चाहिँ अब पानी ताक्न लागेछु यताको पानी ताक्न लागेछु गाइस हामी चाहिँ फेरि बस्ती भएको ठाउँमा गएको छौँ मरो सेक्दा माथि पुग्यौँ त्यहाँ तल तिनवटा केटाहरू हिँड्दैछन् आउँछ बिस्तारै त्यही पुगेर कुरौँ भनेर सोचेको होइन बाटोमा रोक्दै गयो भने झन् थाकिने कि अनि त्यही टुपी डाँडामै पुगेर कुर्यौँ भने बेस्ट होला अझै 1 घन्टा लाग्छ अब चाहिँ हामी 1 घन्टा जतिमा पुग्छ टुपी डाँडा यो मान्छेहरू चाहिँ हामीसँगै हिँडेर हामी फेरि फर्केर फेरि हिँडेर नि यिनीहरूलाई भेटायो होइन खतरा मान्छे क्या अब ल हुस्सु चाहिँ लाग्न थालेको छ फेरि अलि नर्सिङ पावर त आज नबस्नै पर्छ कहाँ बसेर अब गाइस टुपी डाँडा चाहिँ ओन्ली 10 मिनट्स रे व्रत बसेर चाहिँ सकिन्न है मान्छेहरू भेट्यो 7 घन्टा हिँड्नुपर्छ त्यही भएर आज सकेसम्म माथि पुगौँ भने रातमा त्यहाँ नबस्ने टुपी डाँडा भनेर माथि चाहिँ हिँड्नुपर्छ गाइस टुपी डाँडा 10 मिनट हो ए हो 5-7 मिनट 5-7 मिनटमा टुपी डाँडा गाइस हामी चाहिँ टुपी डाँडा पुग्यो है त्यही हो टुपी डाँडा यहाँ एकछिन कुर्ने खाना खाने अनि यता अन्त नि गाइस हामी चाहिँ टुपी डाँडा पुग्यो खाना खाइन्छ अब यता यहाँबाट 11 बजी नि यहाँबाट आज कहाँ पुग्छ सकेसम्म जाउँ न हामी 5 जना खाना एकछिनमा बनाउँदै आउँदैछ कि ए खसी हान्ने भ्यू इज असम अलि फगी भयो क्या अहिले चाहिँ फगी हुँदा अब चाहिँ घामबाट बिस्तारै गाइजहरू फाइनली 40 मिनट्स आधी घन्टा 40 मिनट्स जति पछि पुग्यो ल खुसी लाग्यो अब चाहिँ खानासाना पनि पाक्दैछ खाना रेडी हुँदैछ किन सक्दैन होला होइन अब यहाँबाट जम्मा 2-3 घन्टामा भोलि ठ्याक्कै 5 पोखरी पुगिन्छ क्या पुगिन्छ हिँड्ने हो गाइस अब चाहिँ प्रणिकाको खुट्टामा मुभ लाउने बेला आयो बस केटा जुत्ता खोला जुत्ता तल मान्छेहरूलाई सोधेको होइन 4 घन्टा त नहिँड्यो भने त 5 पोखरी पुग्छ नि त पुग्छ त्यही भएर आज आदि हिँड्ने हो क्या मुभ लगाम मुभ लगाएर मुभ गर्नुपर्छ म गिभ अप भयो आज गिभ अप भएर हिँड्ने हो
म त गिभ अप हो पुगेँ दाइ कस्तो छ त एक्सपिरियन्स के भइरहेको म त अझै हिँड्दैन सो गाइज अब चाहिँ हाम्रो लन्च टाइम एट टुपी डाँडा है टक्का लगाएर पानी पनि आयो हाम्रो दाल छ यता भात छ एकदम भोक लागिरहेको छ बिहानदेखि नखाइ हिँड्यो हामी भोगा खान लाग्यो दाइ मजा आयो नि त गाइज अब चाहिँ भात टाइम सुक दाइ राइस टाइम दाल भात पावर 24 आवर सो गाइज खाना खाएर सक्यो अब चाहिँ टक्का मजा आयो नि त मजा मिठो भयो मिठो थियो खाना अब यहाँ एकैछिन रेस्ट हान्ने अगेन ब्याक अन द ट्र्याक अब चाहिँ यहाँबाट डाइरेक्ट रातो माटोतिर रोकिन्छ ब्याक स्विच भइसक्यो गाइस ओह्रालोको ठाउँ छ अब चाहिँ हामी हिँड्यौँ टुप्पी डाँडाबाट खानासाना खाएर मस्त मिठो थियो खाना चाहिँ गुन्द्रुक सुन्द्रुक थप्पी खायो एकछिन रेस्ट गरेर अब हिँडिरहेको हाम्रो लागि चाहिँ यहाँ इन्ट्रेन्स बनाएर राखेको छ त्यहाँ चाहिँ यता चाहिँ हुसु लागेको छ केही देखिरहेको छैन देखिरहेको छ तर अलिअलि सम्यक हुवा भइसक्यो केही देखाएको छैन नेचर कालु हामीसँग जोडिसकेको छ एकदम हुसु नै हुसु लागिरहेको सब जाडो भएर है काले लिडस काले यो कहाँ हो यो हैन कहाँनेर छ गाइजहरूको मार्केटिङ है यहाँबाट 4 घण्टा लाग्छ 4 घण्टा लाग्छ बढीले पनि लाग्छ 7-8 बज्छ यहाँबाट दुईजना केटाहरू अलि बिस्तारै आउँदैछ अहिले 2 बज्यो होटल चाहिँ कहाँ नर्स्याङमा हो यो पनि हो नर्स्याङमा पनि हो ए तपाईँले भर्खर काटिदिनु भएको चाहिँ नर्स्याङको हजुर ए यहाँबाट माथि अब के छ माउन्ट एभरेस्ट समिट छ त हामी त माउन्ट एभरेस्ट पुग्यो क्या हो होटलको नाम माउन्ट एभरेस्ट भाइरल भएको कि दाइ माउन्ट एभरेस्ट समिट भनेको चाहिँ उसले त्यो एभरेस्टमा कतिचोटि चढ्यो सनग्लास फुट्ला नि फेरि हिँड्यो हामी त्यहाँ एकैछिन बसेको ठाउँबाट गाडी हिँड्दैछ डेट भइसक्यो त गाइजहरुलाई मलाई जबरजस्ती लग्दैछन् माथि हैन जानु परेन भने आज गएन भने भोलि एकदम गाह्रो हुन्छ फेरि त्यही भएर आज जाने सकिन्छ भोलि झन् सक्दैन भनेपछि दाग आउँछ भन्नु पऱ्यो नि त भाइले सिकाउँछ है हाम्रो चाहिँ यता के भन्छ रातो माटोमा चाहिँ होटेल छैन तपाईँहरूको ए अनि के चाहिँ यसो चिन्जानको छ है यो ब्रदरहरू चाहिँ त्यहाँ गएर भनिदिइराख्नु न त रातो माटोमा 5 जना आउँदैछ ठाउँ मिलाउनु टक्क राम्रो वाली ठाउँमा होइन ब्याग चेन्ज भएको छ सेक दाईले चाहिँ प्रङ्काको ब्याग बोकेछ लास्ट भारी छ ब्रो के मात्रै बोकेछ यसले यो त ज्याङ्गो छ अनि लास्ट भारी छ सेक दाईको ब्याग चाहिँ प्रङ्काले बोकेछ अब चाहिँ हल्का हल्का पानी पर्ला जस्तो छ वेदर तर पर्दैन होला हुसी लागिरहेछ इन्ट्रान्स छ हामीलाई इन्ट्रान्सबाट हुँदै गइरहेको छौँ हुसु छ अब यस्तै बाटो अरे अनि हल्का माथि पुगेपछि अलिकति उकालो छ अरे त्यो उकालो कटेपछि अनि रातो बाटो पुग्छ अब चाहिँ अलि मुनि झर्नु पऱ्यो अनि त्यो पछि हल्का उकालो छ होला फेरि यो पहाड घुम्दैछौँ ओके सावधा ओ क्रेजी राम्रो छ कि रुख यता चाहिँ रुख मसै मस भएको बाटो हिँड्दैछौँ हामी अब
हरियाली छ पुरै वाल गाइस अब चाहिँ हामी सिधै यहाँ नदी भएको ठाउँमा पुगिसक्यौँ फोर्सबाट गइरहेछ क्या लास्ट माथि सिधै त्यो हिमालबाट झरे होला के रे सेतै छ नि पानी त अलिकति ग्लेसियर वाटरमा पुग्यौँ हामी त्यहाँतिर अलिकति बस्नु पर्ला हामी त यहाँ टक्क नदीको किनार माथि बसिरहेछौँ अहिले त्यहाँ एकैछिनमा त्यहाँ जानुपर्छ त्यहाँ चाहिँ ब्रिज पनि छ त्यहाँ एकैछिन चिल गर्नु पर्ला अहिले चाहिँ प्रवीण काकाहरू श्रेयन्सलाई कुरिरहेको एकैछिन के भइरहेछ दाइ रमाइलो भइरहेछ नि त बवाल भइरहेछ वेदरले साथ दियो त्यही हो वेदरले साथ दियो पानी परेन होइन अति डेन्स छ फरेस्ट चाहिँ ल गाइजहरू नि पुगे है अब के गर्ने सोचे थाहा छ दाइ यहीँ माथि ब्रिज छ होइन देखिरहेको छु त्यो ब्रिजमा बस्छौँ क्या एकछिन खतरा ठाउँ पुगिसक्यो दुई नदीको सङ्गममै समेक्दै आउँदैछ टक्क गाइज ट्रेकिङ त लास्टै स्क्याम रहेछ कि है दाइ स्क्याम रहेछ है भ्यू नै छैन कि भ्यू नै छैन क्या बवाल हो यार माइन्डै फ्रेस भयो यस्तो नचिप्लोस् भनेर यसरी हालिरहेको छ र हामी फेरि ब्रिजमा हिँड्न थालिसक्यौँ टक्क लाएर खतरा छ पाँच पोखरी आउँदा जुस भ्यूहरू चाहिँ यस्तो ब्रिजबाट हिँड्नेहरू धेरै रहेछ होइन यहाँबाट खतरै छ नि होइन अब ब्रिज कटिसकेपछि चाहिँ एकदमै ठाडो उकालो छ 30 मिनट्स जति सो हामीलाई प्रोबेबली त्यो 1 घन्टा जति लाग्छ अनि त्यो गरिसकेपछि चाहिँ विल रिच आवर डेस्टिनेसन आजको लागि विच इज रातो माटो है त्यहाँपछि त्यहाँ पुग्नु भयो यहाँ फेरि गाइजहरू आउँदैछ यताबाट ए ब्रिज पुरै हल्लिरहेको यहाँ ओ ब्रिज नहल्लाऊ गाइज अब चाहिँ यस्तो हेर्नुपर्ने छ जे चाहिँ ग्रिपको लागि एकदम राम्रो छ न चिप्लिन सक्छ नि त एकदम रमाइलो भइरहेको चाहिँ गाइज एकदमै ठाडो उकालो छ यहाँबाट 45 मिनट्स भनेको 1 घन्टा मानौँ न हाम्रो लागि आउँदैछ गाइजहरू चाहिँ झन् प्रङ्गालाई एकछिन चेताइदिउँ न त्यहाँ माथि पुगेर पनि आज अझै माथि जाने हो यता त ठाउँ नै छैन भनिदिनु कि होइन त्यो पछि अनि रियाक्सन हेर्नुपर्छ प्रनित बाउको ढेड छ मोटिभेसन दिँदैछ हाम्रो लोकल दाइले मोटिभेसन यहीँ हो भनेर उकालो चाहिँ एकदम ठाडै रहेको छ त्यसरी गाह्रो भइरहेको छ एकदमै चढ्न सेप दाइ चाहिँ माथि छ अनि प्रणिका समेक दाइ श्रेयन चाहिँ तल आउँदैछ म चाहिँ बिचतिर लास्ट उकालो रातो माटो ओन्ली 20 मिनट्स हन्सुक दाइ सो 20 मिनट्स हिँड्यो भने अब रातो माटो पुगिन्छ आफ्टर द्याट आज त्यहीँ बसिन्छ भोलि चाहिँ 5 पोखरी होटेलमै पुग्ने अनि पर्सिपल्ट बिहान निस्केर आधी घन्टामा 5 पोखरी पुग्छ अरे त्यो होटेलबाट चाहिँ 5 पोखरी पुगेर हेरेर मस हेरेर अनि फर्किने उसै छ र चाहिँ एकदम ठाडो उकालो काटेर आइयो फाइनली पुग्यो रातो माटो होइन त रातो माटो बोर्ड हेरौँ बोर्ड गाइस रातो माटो ठाडै के आधी घन्टा त ठाडै उकालो नाच्छ नि उकालो टोपी खस्ने उकालो एकछिन बसौँ अब है कुरम गाइजहरूलाई हुन त यहीँ हो माथि नै गएर बसेको होइन ए बसौँ न एकैछिन भइसक्यो ब्याकग्राउन्ड त पुरै
यहाँ चाहिँ वाइल्ड गोटहरू भवनमा पुग्यो त्यहाँ चाहिँ सेव दाइ चाहिँ त्यहाँ जाने पुग्यो अब हाम्रो होटेलमा पनि खत्रै ठुलो च्याङ्रा देखिसक्यो गाइजहरू आउँदैछ हामी चाहिँ यस्तो ठाउँमा बस्न लागेको अझ अलि माथि पुग्न पाए चाहिँ राम्रो ठाउँमा बस्न पाइन्थ्यो तर हिँड्न अलि अब सकिँदैन ठिकै यहाँसम्म चाहिँ पुगे जे होस् पुग्दै होला समेक्दै छ त्यहाँ ओ देखेँ दुईजना टुपुक टुपुक गाइस हामीले चाहिँ याक पनि देख्यौँ फाइनली दाइ याक चिज पाउँछ होला याक चाहिँ देखियो खतरा थियो यो त च्याङ्रा भन्नु मैले अघि भर्खर दिदीले ढुङ्गा फालिदियो कि दुई तिनवटा खाइरहेको छ केही गर्दैन त्यस्तो नगर्नु कि नरोक्नु न कुद्नु चाहिँ नकुद्नु जानु जानु दिदी केही गर्नु आइज नि त लिन नदौडिनु है कटिहाल्यो नि रेड बुल वाइट बुल यहाँ याक छ त्यसले हान्छ अरे के आउनु आउनु दाइ बिस्तारै छिटाउनु ठिक छ भाइ गुड जुत्ता कस्तो छ भन्नु न जुत्ता त साथ दिइरहेछ यार ठिक छ पानी पाइमा अति जस्तो के माथि जानु दुई पाइला टेक्ने होइन अनि रोक्ने कुरै ठिक छ प्रणित काको फर्स्ट ट्र्याक हो अरे नि त साइको भइसक्यो पछि त्यही भएर गाइस टक्क लाएर जिम गर्दाखेरि चाहिँ कार्डियो पनि गर्नुपर्छ कि एक्सर्साइज हान्नुपर्छ साइक्लिङ हान्नुपर्छ साइक्लिङ टक्क लाएर रनिङ सनिङ पनि गर्नुपर्छ मात्रै गर्नु दाइ हाम्रो रुम हेर्नु जाने हो भित्र किन के हो स्पेसलै छ स्पेसल छैन 5 जनाको ठ्याक्कै एउटै रुम छ क्या टक्क लाइन हो जाउँ न त कहाँ छ खै भित्र जाउँ न त यहाँबाट ऊ यहाँ साइडमा भर्याङमा राख्नु जुत्ता ए यस्तो पो हो यो हाम्रो कोठा आजको ठिक छ ठिकै छ नि होइन यहाँ राख्ने हो दाइ जुत्ता यो मेरो जुत्ता त्यहाँ छ त्यहाँ मान्छेहरू छ कति रहेछ कोठाको खै सोहेक दाइले भने सोहेक दाइ थनी गुली हँ कोठा यो नि हो 900 हो 900 per head with dinner ए ओके कहाँ ठिकै झोलिदिन्छ त्यहाँ तल चाहिँ 600 कति थियो होइन अब यहीँको समितिले गरेको अरे मैले चाहिँ हल्का डिस्काउन्ट गरिदिनु डिसाइडेड प्राइस रहेछ रेस्टुरेन्ट पनि पुग्यो है रेस्टुरेन्ट पनि पुग्यो कङ्कडे केटा प्रइङ कहाँ छ त आउँदैछ यहाँ आउनु यस्तो गाह्रो भयो मलाई पुगिहाल्यो नि प्रइङ कहाँ 2 स्टेप हिँड्छ यस्तो उठ्छ के यस्तो हिँड्छ है गर्दै बस्दैछ यहाँ थाकेर प्रइङ कहाँ नि पुग्यो राज त सुत्ने हो मस्त प्रइङ कहाँ चाहिँ डेट बल्ल बल्ल पुगेँ म चाहिँ ठिक छ जब चाहिँ म फुल चेन्ज तलदेखि माथि होइन ट्राउजर साउजर लगाइसकेँ बाइक पनि टोपी सोपी लाउनु भइसक्यो झारझार छ नि त यहाँ बसेर चिया खाने यस्तो फोटो नै हान्नु भइसक्यो सर्टलेस ठिक छ गाइस यहाँ चाहिँ चिया थर्मसमै दिने रहेछ अब चाहिँ चिया हाल्नु गएको छु म है टक्कर तातो तातो चिया ल कति कप 1 कप एक कप चिया है हामीलाई
मिठो ल एकदम भएन नि पैसा तिर्दिन गाडी आइसकेको अवस्था छ है उठेर नट फिलिङ भेरी वेल म्यान नट फिलिङ भेरी वेल ठिक छ चिया बिस्कुट सिस्कुट खायो चामल पनि खायो भोलि एल्टिट्युडको खाएर हिँडिन्छ त्यहाँ भित्र चाहिँ आगो नि बालेको छ अहिले त्यहाँभित्र गएर बस्नुपर्छ हुस्सु लगाइरहेको छ पुरै हुस्सै हुस्सु हो रमाइलो यसो चाहिँ हामी उनो खेलिरहेको दिदीहरू पनि हुनुहुन्छ अब भात खाने बेला बेला हुन लाग्यो यहाँ चाहिँ अङ्कल हुनुहुन्छ हाम्रो ल अब चाहिँ मिलाम हामीलाई यसो चाहिँ हामी अलिक जिउ तताउन लगाएको अलिअलि यहाँबाट चाहिँ तातो आइरहेको छ अलिकति जिउ तताएको हल्का त तताउनु पऱ्यो नि यहाँ चाहिँ मुनसुन छ अब हामी चाहिँ प्रणित काकालाई उठाउन गइरहेको छौँ प्रणित बाबु उठ्नु पाइँगा उठ्नु पर्यो जम 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 यहाँ चाहिँ यस्तो अवस्था रहेछ अप्ठ्यारो अवस्था एकदमै के रहेछ भन्दाखेरि झ्यालको नाममा प्लास्टिक रहेछ यहाँ पनि जाडो हुन्छ तर केही छ न्यानो भयो सुत्ने ल जाउँ अब चाहिँ हाम्रो डे 2 को एन्ड छ डे 2 मा रमाइलो भयो दाइ अब चाहिँ प्रणित काका पनि सुतेको अवस्था छ अब खै हेलो गाइजहरूको सबैजनाको एनर्जी लो भइसक्यो अब सुत्ने भोलि रिचार्ज हो नि भोलि चाहिँ हामी जसरी पनि 5 पोखरीतिरै पुग्नुपर्छ 5 पोखरीको रिसर्टमा आएको होटेलमा अनि त्यहाँ पुगेपछि जे पर्सिपल्ट चाहिँ बिहान 5 पोखरी गइन्छ हामी चाहिँ उठिसकेछौँ है डे 3 सब दाइ निन्द्रामै छ प्रणिका रेस्टुरेन्ट छ आउँछु होइन टक्क लाएर एकदमै त्यो किलो भन्ने कि यो ब्ल्याङ्केट चाहिँ मोटो रहेछ कि है लास्ट गर्मी हुने गर्मी के जाडो हुन्छ भन्नाले गर्मी पो भइदिरहेको के आधी खुट्टा बाहिर निकाल्यो भने चिसो हुने होइन अनि फेरि भित्र हालेर गर्छु भने ब्यालेन्स मिलाउनु नसकेको हामी चाहिँ बाहिर निस्क्यौँ बाहिरको भ्यू चाहिँ ओ माई गड क्रेजी लाङटाङ हिमाल चाहिँ भर्खर उठेको अवस्था छ है जाडो जाडो छ एकदमै जाडो छ नि तर रमाइलो छ ठिक छ ल ब्रस गर्नु जाउँ अब एकदम ब्रस गर्नु जाउँ हिमाल चाहिँ बवाल देख्ने यतिको त हुनु परिहाल्यो नि है हामी चाहिँ होइन टक्क यो भ्यू हेरेर ब्रस गरिरहेको छौँ राइट कस्तो भ्यू हेर्दै ब्रस गरिरहेको छौँ वाह यो के भयो होइन कति खतराको त्यो माछा पुछ्यो जस्तो होइन तर है राङटाङ हो क्या त्यो राङटाङ अर्कै गाइस अब चाहिँ हामी रेडी भइसकेको छौँ ब्याग स्याग प्याक भइसक्यो फर डे 3 है भ्यू रिसोर्टमै बस्ने हो आज 5 पोखरी भ्यू होटेलमा अनि पछि भोलि चाहिँ 5 पोखरी नै पुग्छ बिहानतिर सो या ब्याग बोकम आउनु है त दाइ बाहिर आउनु हजुर रुमबाट बाहिर निस्केर टक्क भ्यू देखिन्छ है गाइस आकाश एकदमै खतरनाक क्लियर छ डेन्जरै क्लियर छ त्यहाँ घाम लागिरहेको वेदरले चाहिँ अति साथ दियो यस्तै टक्क घाम लागेको छ पुरै अनि पछि हिमालहरूमा पनि पुरै घाम लागेको छ
जानेभन्दा अगाडि चाहिँ ब्ल्याक टी अनि पछि एल्टिट्युडको औषधि खाएर हामी सबै चल्दैन। आज फ्रेस छ है प्रणित काका, हिजो थल्ला परेको मान्छे, आज त म डेन्जर फ्रेस नि गाइस। फ्रेस हो रे। खुट्टा दुखिरहेछ हैन तर सुयोग दाइले चाहिँ पानी लिएर आएको छ जीवन जल राख्नको लागि। ए बात पाएर जाडै लास्ट जाडा नि यार भाइ। मैले चाहिँ प्रणित काकाको ज्याकेट लाएको आज टक्कै यहाँ हाफ प्यान्ट र भित्र ट्राउजर लाएको छ। स्वाग चाहिँ हो, स्वाग हुनुभयो। केटा अब चाहिँ हाम्रो डे 3 को ट्रेक सुरु भयो। अब चाहिँ आज 5 पोखरीतिरै हुन्छ हाम्रो बास। सो लेट्स वक गाइस राम्रोसित। सो गाइस आजको लेन चाहिँ यस्तो छ, टक्क उकालो छ तर राम्रो वाला आउँदैछ प्रणित काका त्यहाँबाट अनि हिँड्दैछु। अलराइट गाइस अब चाहिँ हामी त्यहाँ हिमाल देख्दो रहेछ है। यहाँ टक्क यो गाईहरूलाई पास गर्दैछौँ। बग्नु सक्दा सँगै हेरौँ जाउँ। माथिबाट जाउँ है, फेरि लात हानी अन्त हानिहाल्यो नि, तर हान्दैन होला। जाउँ त्यो माथिबाट जाउँ क्या, त्यही माथि छ नि उयो घाँस के, घाँसबाट जाउँदा। गाइस हामी चाहिँ सक्सेसफुली काट्यौँ गाईहरूले छेकेको बाटो। पाउनु दाइ कुरो दाइ यता माथिबाट अरू हाम्रो फर्स्ट वाटर क्रसिङमा पुगेको छौँ हामी। सुन्दर छ है दृश्य चाहिँ एकदम। अब यहाँ टक्क पानी नपर्ने गरी हिँड्नुपर्छ। कट्यौँ सही देखिरहेको छ यार दाइ भ्यू त। आज बल्ल ट्रेकर्स ट्रेलमा हिँडे जस्तो भइरहेको छ कि। हिजो भराङै भराङ, आज नि हुन त भराङ त छ। ओ झरना आयो एउटा गाइस, झरना। राइट चाहिँ एउटा एकदम खतरा झरनामा आइसकेको छौँ। यस्तो छ बाटो चाहिँ। कति ठाउँबाट बगिरा, यहाँबाट उहाँबाट सही छ। काम लाग्दै गयो। यो चाहिँ यसो अरे ल गाइस हामी चाहिँ हाम्रो टी ब्रेकको ठाउँ आइसकेको छौँ। यसलाई चाहिँ चोक्का डाँडा भन्दो रहेछ। चोक्का डाँडा 5 पोखरी जम्मा अब हाम्रो 5.2 किलोमिटर्स मात्रै बाँकी छ होइन। ठिक छ चोक्का डाँडा पुग्यो त। हिजो हामी यहाँ आउनु सक्थ्यो तर ठिकै छ, हिजो तलै बसियो। अब चाहिँ केटाहरूले कुर्दैन नेपालको पुग्यो है। आउनु के अरे लेमन टी छ त दाइ? लेमन छैन। कफी खाम, ब्ल्याक कफी खाम। ब्ल्याक टी कि ब्ल्याक कफी? 3टा ब्ल्याक कफी 2टा ब्ल्याक टी गर्नु न त भएन। कुकिज छ रे। सो गाइस कति दिनपछि ब्ल्याक कफी खान पाएँ है। ब्ल्याक कफी चना कति प्याकेट? 1 प्याकेट। कुकिज त 1 प्याकेट ठिक छ हैन। ठिक छ। 1 वर्षमा यस्तो भयो कि मेरो त जुत्ता ओए गोल्ड स्टार यहाँ भाइ मलाई थाहा पाइछ। 1 वर्ष भयो ट्रेकको लागि ठिक हो, त्यसपछि कि त अब टाल्नु पर्छ। त्यही हो। ल गाइस एभ्रीवन है, 2 ट्रेकको लागि चाहिँ गोल्ड स्टार हुँदैन, 1 ट्रेकको लागि चाहिँ इट्स फाइन। अर्को पालि आउँदाखेरि चाहिँ सिलाउनु पर्छ। यस्तो हुन्छ नो ग्रिप। ल ठिक छ, लेट्स गो 5 पोखरी।
के भन्छ एयरफोर्स त्यही भएन एयरफोर्स जिन्स लगाइरहेछ यो त धेरै राम्रो हो हजुर एयरफोर्सहरू भन्दा त स्निकर्समा आइरहेछ त्यो चाहिँ स्निकर है क्रक्स होइन चाहिँ झरिरहेको मान्छेहरू सब चप्पलमा मैले हेरिरहेको तिनीहरूको जुत्ता बिग्रियो होला क्या दाइ माथि भिज्यो होला होइन भिजो चाहिँ होला शीत नेटवर्क आएर सबैले कल सल गरी भ्यायो एक लट 10-15 मिनटै कल हाने क्या हो अब कल सल हाने भ्यायो अब फेरि हिँड्ने यो ठाउँबाट अब सिधै भात खान ब्रेक हो यस्तो भनाइ छ त्यहाँबाट आएको हामी चाहिँ त्यहाँ हिमाल छ देखिएको छ राम्रोसित भनेको छ सेक दाइले हेरौँ एकचोटि हेर हाय दाइ ओए कता देख्दो रहेछ हिमालहरू है यस्तो बाटो छ अनि हामी पुग्ने चाहिँ मेबी ऊ त्यहाँ माथि होला है त्यो बस्ती जस्तो देखिरहेको छ नि त्यहाँतिर होला त्यहाँ माथितिर चाहिँ अलि हिउँ रहेछ दाइ अझै पनि हामी चाहिँ यो टाप खर्क भन्ने ठाउँमा पुगेको छ अर्क सम्पाङको भाइ 3407 मिटर माथि छौँ अब त धेरै छैन हामी पुग्नुपर्ने बस्ती त्यही होला भ्यू चाहिँ एपिक छ अब पुगिहाल्छ तपाईँहरू खाना चाहिँ कता खाने हो योभन्दा माथि अझै 1-1.5 घन्टा हिँड्यो भने छ अरे त्यो मेन 5 पोखरी नै के ए ठिकै छ हामी चाहिँ वहीँ पुगेर खाने सोचेको भेट्यो हिजोको टोली कुरा चाहिँ खतरा लाग्यो मलाई ठाउँ ठाउँमा डस्टबिन हाल्नु लाग्छ है जे होस् फोहोर नहोस् भनेर ठिक छ यतिको त गर्नै पऱ्यो नि गाइस हामी चाहिँ भ्यू पोइन्टमा पुगेको छौँ नर्स्याङ हो कि हेर्न चाहिँ नट स्योर दाइ नर्स्याङ हो कि हेर्न सोध्नु त के खाने हो यता सबै पाउँछ त यहाँ कहाँ रहेछ हेलो दाइ दिदी यता भित्र रहनु अरे 3 घन्टामा त्यो 5 पोखरी पुग्छ होइन पोखरी नै पुग्छ ए ल ठिक छ मलाई रेड बुल दिनु न एउटा ठुलो कि सानो सानो त्यो पहिलोवाला कति हो ल गाइस यहाँबाट अब 3 घन्टामा चाहिँ हामीलाई 5 पोखरी नै भनेको छ तर आज हेरौँ 5 पोखरी पुग्छ कि नै अब चाहिँ एउटा रेड बुल खाएर केटाहरूलाई हामी वेट गर्छौँ अनि पुगिहाल्छ उनीहरू पनि खोल्नु ल यो क्यु सिस्टम छ क्या क्यु सिस्टममा चाहिँ हाम्रो सिजन भने चाहिँ यो भदौ पूर्णिमा मात्रै हुन्छ भदौमा मात्रै हुन्छ अनि पछि चाहिँ यो सबै बन्द हुन्छ एकजनाको मात्रै खुल्ला हुन्छ अनि क्यु वाइज छ 50-50 जना पालै पिलो भनेपछि सिजनमा नआउँदाखेरि होटेल लास्ट कम हुने भयो सिजनमा नआउँदाखेरि कम हुँदैन यहाँ जस्तै यहाँ मेरोमा 50 जना आँट्यो भने ठ्याक्कै यहाँ हाम्रो भोलिदेखि बन्द हुन्छ उतापट्टि खुल्ला हुन्छ त्यही भन्थ्यो क्या तल पनि त्यही नै हो तल पनि त्यही हो टर्नोभर माथि पनि त्यही हो 5 पोखरी 5 पोखरी भनेको त उतातिर यो झर्ना छ त यो सिधा झर्ना त्यसको सिधा माथि ए ल त्यही यो रातो घर चाहिँ लौरी बिना त्यहाँ त अलिअलि हिउँ परेर रहेछ है त्यो 5 माथि भ्यू पोइन्टमा गयो भने झन् राम्रो हुन्छ तपाईँ त्यहाँदेखि हामफाल दिन्छ 5 पोखरीमा
खोल्न भन्नाले त्यो डुब्न दिन्छ त्यो साइडमा त मिल्छ नि है सोचेको बिचमा जाँदा अनि गाह्रो हुन्छ बिचमा त जान्न सक्दैन नि कहाँ हात खुट्टै चल्दैन चिसो भएर माथि भ्यू पोइन्टमा चाहिँ तपाईँहरूलाई मजा आउँछ यो दाइ हिजोको दाइ पुग्यो तपाईँको माउन्ट एभरेस्ट हामी तपाईँको नाम के रे दाइ के शेर्पा तपाईँको नाम के भनेको थियो सोनम लामा हामी केटाहरू शेर्पा तिरेको थियो त सोनम लामा ठिक छ हिमालय छैन यहाँ त त्यो मात्र छ हिमाल त्यो त हिउँ परेको ए भनेपछि हिमाल बनायो त्यो होइन 5 बजे बस्ने हो भोलि 4 बजे उठ्नु हिमाल ट्याक्कै भ्यू पोइन्ट जानु हिमाल त त्यहीँ जस्तै देख्छ 1 घन्टा हिँड्नुपर्छ 5 बजेबाट बस्यो ल दाइको होटल माउन्ट एभरेस्ट के रे गेस्ट हाउस हाम्रो सोनम लामा दाई होइन सोनम लामा दाईको नाम लियो भने ल डिस्काउन्ट ल समीक दाई हामी पुग्नु भयो है प्रनित काका धेरै ऊ त्यही रहेछ त प्रनितलाई हामीले चेक पोइन्ट बनाउँदै लिएर आइरहेको छ ठिक छ बस भाइ लानगुटे चाहिँ होइन होला बुसुने चाहिँ होला के हो त्यो टोकेर यस्तो चिजमा लानगुटे आयो भने मैले आज सुने के आउँदैन थाहा छैन तर आउनु चाहिँ आयो दाइ हाम्रो यता एउटा होटल बनाउनु चाहिँ कति लाग्छ हजुर एउटा होटल नर्मल हाइटको हिसाबले हुन्छ होइन यही भनौँ न यो बनाउनु कति लाग्यो यो चाहिँ 27 लाख भन्छ मासु सामान भन्नु चल है सबै काठमाडौँबाट ल्याउने हो ढुङ्गा र ढाउरो मात्रै यहाँ तलदेखि भोग्नु पऱ्यो सिँढीदेखि अनि एकचोटि थियो नि भरियाहरूले वहाँ मुनिदेखि यहाँसम्म लिएर आएको सामानको चाहिँ कति दिन्छ यहाँ चाहिँ वर्षै 5 बोरी लानुपर्छ 1200 ए जे होस् एक टोकरी बोक्नेको बढी कति बोक्नु सक्नु जाउ 27-30 बढीमा 30 किलो हजुर त्यति हो 30 किलो त जुसहरूले त्यो एक्सट्रिमहरूले भ्याइदिन्छ बिचमा खाना खानु पऱ्यो खाना सबै त्यसकै माथि गाटा चाहिँ हुँदैन तर नबुझ्नेले चाहिँ गाटा हुन्छ बुझ्नेले चाहिँ गाटा हुँदैन गाइस अब हामी फेरि हिँड्न लाग्यो यता नर्स्याङबाट अब सिधै माथि 5 पोखरीतिर ल प्रनिका आज भइहाल हिँड्दा चाहिँ नेक्स्ट डेस्टिनेसन 5 पोखरी होटेल लेट्स गो छुट्टै छैन 3700 मिटर रहेछ नर्स्याङ कट्यो अब हामी गाइस यहाँ चाहिँ खतरा टेक्नोलोजी है वर्षा माप्ने केन्द्र रे भनेपछि यहाँ कति पानी पर्यो भनेर यसले नाप्दो रहेछ खतरा रहेछ ल्याटिट्युड लङ्गिट्युड पनि छ कडै रहेछ नि हामी यता गाई घरमा पुग्यौँ यही हो बाटो अब चाहिँ रमाइलो बाटो आयो हेलो गाइस हामी चाहिँ यस्तो रमाइलो ट्रेलमा हिँड्दा समय नै भ्यू पनि भइहाल्छ ट्रेल पनि भइहाल्छ रमाइलो छ डस्टबिन ठाउँ ठाउँमा छ गाइस हामी चाहिँ भ्यू पोइन्ट जस्तो ठाउँमा पुग्यौँ अब त्यहाँ माथि चढ्नुपर्ने छ हामी यहाँदेखि चाहिँ अलिकति एल्टिट्युड बढ्यो है दाइ त्यही भएर अलिक सास फेर्न अलिक गाह्रो भइरहेको यहाँ गाह्रो त छैन पर्दैन अलिकति चाहिँ नपुग्यो कि यस्तो बस्यो दाइ फोटो हान्दा यो 5 पोखरीको लेन चाहिँ लास्ट राम्रो के भ्यू पनि खतरा देख्दै यस्तो बाटोमा हिँड्न पाउने ल लास्ट रमाइलो ट्रेक आउने भए 5 पोखरी आउँदा हुन्छ हाइली रेकमेन्डेड यस्तो रमाइलो के
अझ यो ठाउँ कमर्सियलाइज भएको छैन अझै होइन, त्यही भएर अहिले आउँदा बेटर हो। किनभने फरेनरहरूको अझै पनि इन्सुरेन्स छैन अरे क्या यता, सो फरेनरहरू खासै आउँदैन यता, हामी मात्रै हुन्छ होइन नेपालीहरू। अनि पछि एकदम अथेन्टिक फिल आउँछ भन्दै एकदम सही तरिकाले घुम्न पाउँछ। जेस हुस्सु आइसक्यो 10 बजे नै। हस् भचा नाप्लान चौधु मनु पिला ले का ज्यू हस् देश छोड जेन्जी है जेन्जी सही हो। अब चाहिँ हाम्रो एकछिन वाटर ब्रेक छ यता। चना कसकोमा छ? तेरोमा छ? चना अलिकति खानु अलिअलि भोक लाग्यो अब चाहिँ। मलाई पनि भोक लाग्यो भने अघि चाहिँ फुल भइरहेको थियो, अहिले चाहिँ अलिक भोक लागेर खाँदै त्यस्तै गर्नुपर्छ दाइ। आज भातसात खाएर अब कति एनर्जी ब्याक हुन्छ मेरो त्यो अनुसार भातसात खाएर टक्क बजिरा हुन्छ 12-1 अनि त्यो पछि अलि फ्रेस छ भने चल्दिउँ। अलि लुगासुगा नबोक्ने क्या, होटेलमै छोडेर जाने 5 पोखरी भ्याएर अनि पछि आउने। लुगासुगा के ब्यागमा बोकेन भन्नु सक्छ हो केटाहरू सक्छ जे एउटा ब्यागमा टावल सावल त्यस्तो टाइपको राखेर मात्रै जाने क्या। होइन सनसेट पनि त हेर्नु पर्यो नि, सनराइज मात्रै हेरेर हुन्छ ठिक भन्यो। अब यहाँ होटेलबाट हेर्नु सनसेट ल भाइ। तपाईँको बाबाको फोन आएको थियो अरे, यता ठ्याक्कै टिप्दो रहेछ तर अलि हुसुले टिप्छ कि टिप्दैन कुरा गरिस्। ठिक छ भने सबै। हामी चाहिँ यहाँ छाता अड्किने ठाउँमा पुग्यो, एकदमै कता न्यारो छ रोड। यहाँ चाहिँ 7 घुम्टी भन्ने ठाउँ पुगेको छौँ। अब यहाँभन्दा माथि लौरोबिना भन्ने ठाउँमा पुगिन्छ। त्यहाँ पुग्दा कति बज्छ हेरौँ, कि त त्यहाँ कि त 5 पोखरीमा भात खाइन्छ। हुँदैन होला सिधै भात चाहिँ आज 2 थाल हान्ने सकेसम्म 5 पोखरी। तर अघि त्यो दाइहरूले भनेको हिसाबबाट त होइन 5 पोखरी कटेर होटेल छ भने जस्तो लाग्यो क्या। 5 पोखरी कटेर चाहिँ होटेल छ भने जस्तो लाग्यो क्या। हेरौँ त्यहाँ गएर के रहेछ। त्यो 3जना भात खाएको ठाउँको केटाहरू त पुग्यो त हेर, खतरा हिँड्दो रहेछ त यिनीहरू। हुस्सु आइसक्यो। हामीसँग छिम्टीमा भेट भएको दाइ फर्किनु भइसकेको छ। कस्तो रहेछ त दाइ 5 पोखरी? कस्तो रहेछ त दाइ 5 पोखरी? गाह्रो छ तर भ्यू एपिक होला नि त फेरि। भ्यू बवाल छ, फेरि होटेलबाट 1 घन्टा हिँड्नुपर्छ भ्यू हेर्नु चाहिँ। ओके ठिक छ। अब चाहिँ ठाडो उकालोहरू चाहिँ अब आउँछ क्या बल्ल। ए अब त ल ठिक छ, 2.5 घन्टा चाहिँ लाग्छ। ठिक छ आजै फर्किने होला नि त। होइन आज तल खोइ कहाँ पुग्छ भोलि। अब काठमाडौँ आज कहाँबाट हिँड्ने? हामी रातो माटो ठिकै रहेछ त। हिजो हामी सिधै टुपिडाँडा रोड माथि पुग्यो। हामी चाहिँ यता पाङसिङ बिसाउने भन्ने ठाउँमा पुग्यौँ। टक्क लाएर अब एकैछिनमा पुगिन्छ। त्यहाँ चाहिँ सिउँदै पुगिसक्यो। सबैभन्दा चाँडो हिँड्ने मान्छे हामीमध्ये जस टेस्टोस्टेरोन एकदम हाई छ दाइको। टक्क लाएर एकदम हुस्सु लागिसक्यो। अब चाहिँ अहिलेसम्म चाहिँ चिन्टिन घाम लागिरहेको थियो। त्यहाँ एकछिन सुक्दाइसँग बसिन्छ अनि चल्ने। टक्क चराले गीत गाइरहेको जस्तो छ।
अहिले चाहिँ यहाँ झरनाको आवाज पनि आएछ अलिअलि सो पानी नजिकै होला हाम्रो झरनाबाट डाइरेक्ट पानी खानुपर्छ है मिठो हुन्छ फ्रेस देखिरहेको छ पाँच पोखरीको पानीमा त डुब्कियो नि 5वटा पोखरीमा एउटा पोखरीमा 3 चोटि हो यो चाहिँ मेरो म्यानिफेस्टेसन है एउटा पोखरीमा 3 चोटि हान्ने होइन के भन्छ डुब्की 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 अनि 1 भन्ने अनि त्यो पछि अर्को पोखरीमा जाने अनि डुब्की 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 अनि 2 भन्ने अनि त्यसरी 5 हान्ने बिचमा अलि जेसम्बो कराएर होइन शिवजीले शक्ति दिन्छ नि अनि हान्ने हो गाइस हामी चाहिँ 3890 मिटर माथि भन्नको लागि 2-3 घन्टाको बाटो 3 घन्टा 4 घन्टाको बाटो भन्छ यस्तो थाडो गालो क्या चढाए यो सो गाइस लौरो बिना चाहिँ यही हो सुयोग दाइ चाहिँ फेरि माथि चल्दैछ यो पछि चाहिँ सिधै 5 पोखरीमा मात्रै खाने ठाउँ छ अरे त्यो भनेको अति टाढा पर्छ सो अब हाम्रो लन्च चाहिँ यतै हुन्छ लौरो बिनामा अनि लन्च खाइसकेपछि हामी माथि चल्छौँ भुसुले हो केही देखिएको छैन यहाँको मान्छे देखाएको छैन भनेपछि हामी अब कुर्छौँ यता कुरेर यतै खान्छौँ यहाँ चाहिँ हामी लौरो बिना पुगेको छौँ लौरो बिना भने त के हुने होइन तिमीलाई पकाउन आउँदैन बाबै कुर्नुपर्ने तिमी बाबा कतिखेर आउँछ यार फेरि हामी त यता खाएर अब यहाँबाट त खाने ठाउँ सिधै माथि 5 पोखरी मात्रै हो होइन अरू त बिचमा ठाउँ छैन नि ओहो हेरौँ के हुन्छ भाइलाई खानाको कति पर्छ थाहा छ ए भइहाल्यो नि त्यसै हामी त्यति पैसा तिर्छौँ अनि बनाउनु पनि सहयोग गरिदिन्छौँ होइन भइहाल्छ नि तिमी बाबा फेरि टाइम लाग्छ होला आउनु है उसको बाबा आउनुपर्ने रहेछ क्या बाबा चाहिँ कता हुनुहुन्छ ओहो नसिङपाटीबाट त अहिले के छ त यसो खानेलाई यता चाहिँ के भनेको छ भन्दाखेरि यहाँ बच्चा एकजना एक्लै रहेछ अनि उसको बाबा चाहिँ तल छ अरे तल एकदमै तल रहेछ सो तातो पानी चाहिँ यसो चौचो छ अब मोस्ट प्रब्लली चौचो खाने होला किनभने भाइले अलिअलि पकाउन सक्छ भने हामीले सहयोग गरेर भातै खाऊँ भने तर उसलाई पकाउन आउँदैन जस्तो लाग्यो त्यही भएर चौचो एउटा खाऊँ यहाँ चाहिँ यो जुस एउटाकै 100 रुपियाँ पर्दो रहेछ महँगो भइसक्यो अब माथि झन् महँगो जान्छ होइन दाल चाहिँ तातो पानी खाँदै हुनुहुन्छ म चाहिँ यहाँ जुस खाएर छु 100 रुपियाँको मिठो छ तर 100 जतिको स्वाद पनि छ भात पाक्दैन चौचो तातो पानी छ त्यसमै चौचो एक बनाएर खानेर चौचो खाएर टक्क लाएर अब यहाँबाट 1 घन्टाको बाटो छ अब 1.5 भनौँ न 1.5 घन्टाको खाना खाइसकेपछि त एनर्जी अलिकति आउँछ त्यो पछि सिधै 5 पोखरी अब हाम्रो केटाहरू चाहिँ अलिक छिटो आइदियो हुन्थ्यो किनभने अहिले जाडो सुयोग दाइबाट बाफ निस्किरहेको छ 1 2 3 4 है गाइस यो हाम्रो वी आर इन राइट ट्र्याक इन राइट ट्र्याक सी सपोर्टिङ अस ठिक छ अब 1 2 3 4 जियोस् छिटो आयो हुन्थ्यो 3 जना छिटो आयो भने चाहिँ हामी जति छिटो हिँड्यो त्यति फाइदा हो नि त अब जाडो हुँदै गइरहेछ कति बज्यो 12 बजे पानी लास्ट मिठो छ यार भाइ खतरा छ भने पानी मिठो छ चौचो मिठो हुन्छ होला त्यसमा अब भनेपछि त्यही जति छिटो हिँड्यो त्यति सजिलो हुन्छ 12 बजे यस्तो जाडो भइदिने यता त ओहो हामी त्यहाँ 5-6 बजे 5 बजीतिर 3-4 बजेतिर पुग्यो भने पनि एकदम जाडै हुन्छ यो त धेरै राम्रो सेल्टर हो तर यो यतिको भने उतापट्टि चाहिँ हाम्रो फायर भइरहेछ आगो दन्किरहेछ देखाइसक्यो त्यो पनि यहाँबाट जस्ता दन्केर पुरै यहाँ चाहिँ न्यानो छ यहाँ नै छ ठिक छ हजुर गाइस अब चाहिँ अलिअलि पानी पर्यो है अलिअलि फुटफुटी पानी पर्न थाल्यो प्रवीण काकाहरूलाई माथि आउन चाहिँ गाह्रो हुन्छ क्या
सही तातो पानी खाँदै अनि भाइ बुट चाहिँ किन लाउने नि जुगा किन यसै होइन तेरो नाम चाहिँ के हो भाइ बोबी ल उसको मम्मीको नाम पनि बबी हो बबी मले चाहिँ पठाइदियो क्या हाम्रो लागि एन्जल भाइ त राम्रो रहेछ जेस हामीलाई बाबल र पानी दिन्छु रे अनि त्यसमा हामीले आफ्नो चौचौ गरेर खाने अनि त्यो पछि अलिअलि पैसा दिनु भाइलाई भित्र पानी नै खुवाएको छ होइन हाम्रो अजम्सन चाहिँ प्रवीण काका स्योर यहाँ पुगेपछि यहीँ बस माछा माथि नचढाउँ पनि भन्छ तर भात भिडियो रियाक्सनहरू न केटाहरूको चौचौ सचौ खाएर त्यो आलु कालो छ कि उकालो चाहिँ एकदम ठाडै के भराङ्गै ठिक छ अब प्रवीण काका आएपछि चौचौ सचौ खायौँ होइन अनि एकैछिन बसायौँ भनेपछि ए ल भनेर अनि हुन त 1.5 घन्टाको बाटो हो 45 मिनट भनेर हिँडाउनुपर्छ आज हामी पुग्यो भने तर यो एकदमै खतरा हुन्छ किनभने भोलि उठ्ने बित्तिकै साइडमै 5 पोखरी हुन्छ होइन रमाइलो हुन्छ धेरै छैन हो अब ठिक छ केटाहरूलाई चाहिँ गाह्रो हुने भयो आउन किनभने फुटफुटी पानी पर्न सुरु भइसकेको छ एकदमै हुस्सुले केही पनि देखेको छैन म र सुयोग दाइ चाहिँ अहिले टाइममै पुग्यौँ तर गाह्रो हुन्छ उनीहरूलाई एकदमै पानी पर्दा रेनकोट लगाएर हिँड्नु पऱ्यो रेनकोट लगाएर हिँड्दाखेरि गाह्रो हुने क्या एकदम गाइस बिचोक भयो है पानी पर्यो सुयोग दाइ जाडो भयो पानी पर्यो तर चाहिँ आज स्योर 100% स्नोफल हुन्छ हिउँ चाहिँ पर्ने भयो तर फेरि अलिक झामझामै पानी पर्न थाल्यो भने प्रवीण काकाहरू बाटोमा फेरि एउटै केही बस्ने सस्ने ठाउँ केही छैन डाइरेक्ट यहीँ हो त्यो एकदमै कसरी आउँछ नि यार